उनै छैन होइन। त्यो हुनाले आफ्नो विचार त स्वतन्त्रतापूर्वक राख्न त पाइहाल्यो नि। त्यो हुनाले आउनै पर्ने देखिन्छ। होइन मान्छेलाई जति हामी दबेर बस्यौँ नि त्यति यो सरकारले त अझै पेल्छ नि। जति मान्छेलाई अब भनौँ सामाजिक सञ्जालमा पोस्ट गरेकै आधारमा यदि चाहिँ यो सरकारले अब चाहिँ समात्दै थुन्दै गऱ्यो भने के समस्याको समाधान होला त? त्यो समस्याको समाधान नै यो समस्याको समाधान रोग एउटाको छ अब होइन, औषधि एउटाको खा जस्तो भइहाल्यो नि। त्यही कुरा मलाई अचम्म लाग्छ कि अब भनौँ न लाखौँ जनता छन् होइन, लाखौँ जनताले अहिले चाहिँ देशमा अभिभावक संस्था राज संस्था चाहिन्छ होइन, सबै अटाउने होइन एउटा मौलिक व्यवस्था निर्माण गरौँ नि त। यसको लागि चाहिँ सहयोग गरौँ नि त। उहाँले उठाएको कुराहरू ठिक छ सही छ भनेर चाहिँ जनताहरू चाहिँ रेडी छन्। लाखौँ लाख जनता देश विदेशबाट होइन जहाँ गए त्यहीँ चाहिँ राजेन्द्र लिङ्गदेनको एकदम अहिले देशले चाहिँ खोजेको सच्चा चाहिँ देशभक्त नेता पाएको छ। यो बेला एकचोटि सहयोग गरौँ भन्ने चाहिँ जनताको चाहिँ जनभावना चाहिँ विकसित भइरहेको छ होइन। अब यो जन सरकार पछि चाहिँ यो चाहिँ अब राजेन्द्र लिङ्गदेन सँगसँगै के भन्दाखेरि राज संस्थाको पनि त उदय हुने भयो नि त होइन। जति राज संस्थाको मुद्दा बोक्ने पार्टी बलियो हुँदै जान्छ, राज संस्थाको चाहिँ के हुन्छ भने त्यो अझ त्यो नारा चाहिँ मजबुत भएर जाने देखियो। अब हामी भनौँ न यो आन्दोलनको रूपमा गए पनि सफल छौँ होइन। यदि आन्दोलन दबाउन खोज्यो भने पनि हामी सफल छौँ होइन। अब हामीलाई प्रत्यक्ष हामी के अरे हामी जनता माझमा हामीलाई चाहिँ अब यो जुन सरकारले यसरी हामीलाई दमन गरिरहने समातिरहने भडक पवड गरिरहने भनेदेखि अब ठिक छ हामी सँगै बस्न सक्छौँ होइन। तर जनताले त 84को चुनावमा यदि निष्पक्ष गर्ने भने त त्यो बेला त देखाइदिन्छन् नि। त्यो अहिले यिनीहरू गरेको उसको परिणाम चाहिँ त्यो बेला भोग्नु पनि पर्छ। अहिले केही समयको लागि अब त्यो पहिलाको समयको लागि यिनीहरूले आफ्नो चाहिँ बचाउनलाई खाइपाइ आइरहेको चाहिँ कुराहरू चाहिँ अब चाहिँ त्यसबाट रुकावट नहोला। तर आगामी दिनमा भोलिको दिनमा जनता त अहिलेको जस्तो अहिले हामी जस्तो युवाहरूले त यदि बुझेका छौँ भने होइन, हामीभन्दा अग्रजहरू व्यक्तित्व हुनुहुन्छ, पत्रकार हुनुहुन्छ होइन, वकिलहरू हुनुहुन्छ होइन, राष्ट्र सेवक सुरक्षाकर्मी साथीहरू हुनुहुन्छ। उहाँहरूको त सबै कुरो त बुझिरहेको कुरा छ, उहाँ पनि त जागृत हुनुहुन्छ। त्यो अवस्थामा चाहिँ के गर्छ? त्यही भएर राप्रपा राजेन्द्र लिङ्गदेनले चाहिँ यो भयावह स्थिति नआओस् देशमा होइन, हत्या हिंसा नहोस्, जाउँ एउटा समझदारी गरौँ, राष्ट्र निर्माण गरौँ। आखिर देशै बनाउने त हो नि अरे बाबा होइन। एउटा राजालाई अभिभावक संस्थामा शान्तिपूर्वक तरिकाले चाहिँ जनताको एजेन्डालाई स्थापित गरौँ होइन। जनताको भावना पनि त्यही छ। अहिलेको समयको माग वर्तमान स्थितिको पनि त त्यही कुरा छ। अब त्यसलाई चाहिँ अब चाहिँ गरौँ अगाडि बढौँ, अहिले नै समझदारी गरौँ भनेको छ। अब दरबार अब ज्ञान सरकारको पनि त्यही कुरा नै छ होइन। शान्तिपूर्ण तरिकाले चाहिँ यो म चाहिँ सत्तामा यदि नेपाली जनताले चाहेको भन्दा मलाई शान्तिपूर्ण रूपमा चाहिँ मलाई राजाको स्थान दिन्छन् भने त्यो म स्वीकार्य छ होइन। त्यो नेपाल जोगाउने कुरा मेरो जिम्मेवारी, मेरो पनि दायित्व हो भनेर चाहिँ जनतामा चाहिँ एउटा चाहिँ जागृत गरेको अवस्था त हो नि। आखिर यो खासै मलाई ठुलो कुरा जस्तो पनि लाग्दैन कि होइन। होइन हाम्रो नेपालीको हित हुन्छ भने राष्ट्र बच्छ भने होइन, त्यसमा कतिपय कुराहरूलाई छाडेर नि हामीले स्थान दिनै पर्ने हुन्छ। जस्तो हाम्रो त के भने सबै नेपालीको उद्देश्य के हो त? नेपाल जोगाउने र नेपाल बनाउने त होइन। अनि सबैको कुरा एउटै भइसकेपछि आखिरमा किन यो होइन विदेशीलाई खेल्न दिने होइन। हामी नेपाली मिलेर एउटा चाहिँ सम्झौँ, नेपाली मिलेर नै एउटा चाहिँ नवीन समझदारी गरौँ, नयाँ मौलिक व्यवस्था निर्माण गरौँ, विप्लवदेखि लिएर राजासम्म अटाउने एउटा चाहिँ व्यवस्था एउटा चाहिँ निर्माण गरौँ, वैकल्पिक एउटा मौलिक व्यवस्था निर्माण गरौँ भनेर राप्रपा राजेन्द्र लिङ्गदेनले आह्वान गरेको। विप्लवले राजावादीलाई सपोर्ट गर्छ त होइन? विप्लवलाई राजावादी भन्नाले उहाँले पनि त एउटा चाहिँ शान्तिपूर्ण माध्यमबाट आइसकेको अवस्था छ। उहाँलाई पनि बारम्बार बन्देज गराइने छ होइन। उहाँलाई पनि समेटौँ, सबै चाहिँ दलीय व्यवस्थाहरू सबैजना अटाउने एउटा मौलिक व्यवस्था निर्माण गरौँ, देशलाई बनाऊ, देश जोगाऊ होइन, देश बनाऊ होइन। यदि अब भन्ने कुरा त विप्लव पनि होइन
राष्ट्रवादी शक्ति हो होइन भने यो उसमा समझदारीमा आउनु पनि पर्छ क्या होइन। समर्थन भन्दा पनि राष्ट्र जोगाउनको लागि उसले साथ दिन पर्छ नेपाली जनतालाई होइन। त्यही त नेपाली जनताको अब विप्लव भनेको त एउटा नाम हो होइन, एउटा आस्था जस्तै हो। तर जनता त यहाँ भएको त सबै नेपाली जनता हुन् नि त। नेपाली जनताले चाह्यो भनेदेखि सबैले राज संस्थालाई समर्थन गर्न सक्छ होइन, समर्थन गर्नु नि पर्यो नि। होइन जनताहरू त भित्री रूपमा त राजालाई मौन रूपमा समर्थन गरिसकेको अवस्था छ होइन। अहिलेको समयको हेर्दाखेरि हामी एउटा सर्वसाधारण हामी एउटा भुइँ मान्छेले हेर्दाखेरि चाहिँ एउटा नागरिकले हेर्दाखेरि अब हामी भुइँ मान्छे अब भनौँ न एउटा प्रतिनिधि हामी सर्वसाधारण आम नागरिकले हेर्दाखेरि त जनताले राजालाई राज संस्थालाई चाहिँ स्वीकार्ने अवस्था छ होइन। होइन किन भन्दाखेरि एउटा अभिभावकीय संस्थाको रूपमा देशलाई किन डुबाउनु, देश होइन सम्पूर्ण अब हाम्रो चाहिँ अब भोलि हाम्रो चाहिँ भावी सन्ततिको भविष्य पनि जोडिएको छ देशसँग होइन। हामी भागेर जाउँ कुन ठाउँ छ होइन त। हामीले नेपाली प्याले हाम्रो चाहिँ होइन सन्तानहरू यस्तो रहेछ भने धिक्कार्ने बाटो चाहिँ नहोस् होइन। हाम्रो चाहना दुःख पीडामा हुर्किएका छौँ, त्यो आफ्नो ठाउँमा छ। एउटा सचेत नागरिकको हिसाबले चाहिँ होइन त्यो पुस्तालाई सम्झेर नि हामीले यसको चाहिँ विरुद्धमा आउनुपर्छ, निस्किनुपर्छ त्यो राष्ट्रको लागि होइन। यसरी भनेको छ अब जस्तै हामीले अरू उहाँले सोद्धाखेरि जस्तो अहिले जुन सरकार पक्षको जो जसले अहिले शासन सत्ता राज्य सत्ता उहाँहरूको हातमा छ, उहाँहरूले के सोचिरहनु भएको छ भने यदि राज संस्था आयो भनेदेखि